अब हामी कुराकानी गरौँ यो पुत्रदा एकादशी व्रतका दिन कसरी भगवानको सेवा पूजा आराधना गर्ने, यसको महिमा के छ। पुत्रदा एकादशी भनेको हुनाले सन्तान नभएकाहरूले मात्रै भनेर यो पनि अर्थ लाग्न सक्छ। यस कारणले गर्दा सन्तान भएका नभएकासँग मात्रै यो एकादशीको सम्बन्ध रहँदैन। मुख्य कुरा के हो भने पुत्रदा एकादशीको महिमा वर्णन गर्दै शास्त्रहरूले वर्णन गरेका छन्। पुत्रदा नाम सा प्रोक्ता सर्व पाप प्रणाशिनी, पुत्र प्रदा नृणाम पुण्य सर्व काम फलप्रदा। शास्त्रहरूले वर्णन गरेका छन् जो पुत्रदा एकादशी हो समस्त पापहरूलाई नाश गरिदिने एकादशी हो। सन्तानको कामना गर्नेहरूको लागि पनि, सन्तानबाट सुखको कामना गर्नेहरूको लागि पनि, सन्तानको उन्नति प्रगति गर्नेहरूको लागि पनि श्रद्धापूर्वक यस दिन व्रत गर्ने, यस दिन भक्ति गर्ने, भगवान विष्णुको पूजा आराधना गर्ने। किनभने सर्व काम फलप्रदा, सम्पूर्ण कामनाहरूको फल यो एकादशीले प्रदान गरिन्छ। पुत्रदा भनेको केवल पुत्र दिने मात्रै होइन, हामीलाई पुत्र भएर पनि पुत्रहरू धर्मशील हुन्, संस्कारवान हुन्, हैन, हाम्रा सन्तति छोराछोरीहरू भगवानका भक्त हुन्। यो सन्ततिको कामना गर्ने, यस्तो प्रार्थना गर्ने यो पवित्र एकादशी पनि हो। पुत्रदा एकादशीको व्रत अब कसरी गर्ने भन्दा दशमीकै दिनबाट भनेको 6 गतेकै दिनबाट बेलुकाको जुन भोजन हुन्छ लसुन प्याज माछा मासु भएको नगर्ने। किनभने भोलिपल्ट हामी 7 गते भदौको एकादशीको व्रत गरिरहेका छौँ। त्यसैले अघिल्लो दिनदेखि नै सात्विक आहार लिने अनि मनलाई, वचनलाई, कर्मलाई सकेसम्म शुद्ध बनाउँदै आउने। अनि एकादशीका दिन सर्वप्रथम बिहान उठेर स्नान गर्नुपर्दछ। स्नान गर्दै गर्दा म पुत्रदा एकादशीको व्रत गर्नेछु, भगवान मलाई शक्ति दिनुहोस् भनेर म फलानु गोत्रको व्यक्ति, मेरो फलानु नाम हो, फलानु ठाउँमा बस्छु भनेर बिहानै उठेर स्नान गर्ने। पुत्रदा एकादशी सम्झेर भगवान विष्णु, गङ्गा, गण्डकी आदि गरेका पवित्र नदी जलहरूलाई सम्झेर स्नान गर्ने। सफा वस्त्र लगाएर भगवान सूर्यनारायणलाई प्रणाम गर्ने, अर्घ्य प्रदान गरिदिने। जो पूजा उपासना भगवान शालिग्राम पाञ्चायन देवी देवताको आराधना गर्नुहुन्छ। त्यस पछाडि दर्शकबिन्दहरू मुख्यतया एकादशीका दिन भगवान लक्ष्मीनारायणको, विष्णुको अथवा भनौँ शालग्रामको अथवा भनौँ गोपालजीको विशेष गरेर सेवा गर्नुपर्दछ। कुनै पनि विग्रह भगवान विष्णुका जति पनि रहेका छन् भगवानका अवतार सम्बन्धी नारायणका भने ती मूर्ति विग्रहहरूको अवतारहरूको विशेष पूजा गर्ने र पूजा गर्दाखेरि सर्वप्रथम आफ्नो नाम गोत्र उच्चारण गरेर भगवानलाई श्रवण गराउने अथवा भाव मनले सम्झिने र भगवानको प्रसन्नताको लागि आफ्ना सम्पूर्ण दियो बाल्यो, कलशमा जल पूजा गरियो, गणेश आदि सम्पूर्ण देवी देवताहरू गरेर भगवान विष्णुको मूल आराध्यको पूजा गर्ने। भगवान विष्णुलाई सर्वप्रथम मूर्तिहरू छन् भने जल अर्पण गर्ने, स्नान गराउने, शुद्ध जल, गङ्गाजल, गण्डकीका पवित्र जलहरू। त्यस पछाडि पञ्चामृतहरूले स्नान गराउन सकिन्छ। शालग्राम लड्डु गोपाललाई दुधले, छुट्टा छुट्टै दुध दही घिउले पनि भगवानको अभिषेक गर्न सकिन्छ अथवा शुद्ध जलले मात्रै भए पनि भगवानको स्नान गराएर भगवानलाई चन्दन लगाइदिने, भगवानका निधारहरूमा तिल अर्पण गर्ने, भगवानलाई सुन्दर सुन्दर भगवानका पुष्प फुलहरू अर्पण गर्ने, सुन्दर फुलहरू अर्पण गरेर तुलसी पत्रहरू अर्पण गर्ने, तुलसी मन्जरीहरू भगवान विष्णुलाई अर्पण गर्ने अनि धूप प्रज्वलन गरिदिने। भगवानको अगाडि दीप बालेर भगवानको लागि आरती जस्तो बत्ती प्रज्वलन गरेर भगवान विष्णुसहित आफ्ना पूजित भएका सबै देवी देवताहरूलाई त्यो दीपको ज्योतिको दर्शन गराउने। तुलसी दलहरू विशेष गरेर अर्पण गर्ने। भगवानलाई नैवेद्यहरू भोग लगाउने, फलफुल नैवेद्यहरू जे रहेका छन्, काजु किसमिस पूजा कोठामा जे राख्नुभएका विष्णुका उपासकहरूले, भगवान नारायण शालिग्रामको उपासकहरूले ती चिजहरूमा तुलसी पत्र छोडेर भगवानलाई भोग लगाउने। ओम नमो भगवते वासुदेवाय। कम्तीमा पनि यस दिन एकादशीको व्रत गर्नेहरूले 108 पटक, सम्भव भयो भने अझै धेरै माथि ओम नमो भगवते वासुदेवायको जाप गर्ने, भगवान नारायणको स्मरण गर्ने, विष्णुको जप ध्यान गर्ने, गोविन्दको कीर्तन गर्ने अथवा हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे यस्ता मन्त्रहरू जाप्ने। विष्णु सहस्रनाम एकादशीका दिन जरुर सुन्ने। हामीले युट्युब च्यानलमा राखेका पनि छौँ। गजेन्द्र मोक्ष गीता पाठ अत्यन्त धेरै ठुलो महत्त्वपूर्ण रहन्छ यो एकादशीका दिन। कुनै पनि स्तोत्रहरू सङ्कीर्तनहरू गायन गर्न आउँदैन, मोबाइलमा लगाएर आफ्ना घरका दैनिकीहरू गर्ने। भगवानको मन्त्र शक्तिहरू, नाम सङ्कीर्तनहरू पनि हाम्रो घरमा चल्नु पर्दछ यस पवित्र दिनमा। र त्यस पछाडि आफ्ना भगवान, आफ्ना आराध्यसँग आफ्नो सन्तानको लागि प्रार्थना पनि गर्नुहोस्। जसका सन्तान छैनन्, छोराछोरीहरू छैनन्,
सन्तान प्राप्तिको इच्छा छ, नयाँ विवाह गर्नुभएको छ, गृहस्थ जीवनमा प्रवेश गर्दै हुनुहुन्छ, अब सन्तानको चाह गर्दै हुनुहुन्छ भने यस्ता दम्पतिहरू जो कोहीले पनि श्रीमान श्रीमती हुनुहुन्छ भने दुवैजना नभए एकैजनाले पनि भगवान नारायण श्री विष्णुसँग प्रार्थना गर्ने। आमा बुबाले भगवान नारायणको अगाडि गरेर हात जोडेर तुलसी पत्र अर्पण गरेर फुलहरू अर्पण गरेर हे लक्ष्मीपते हे नारायण हामीलाई सन्तान प्रदान गरिदिनुहोस्, हाम्रो कुनै देवी देवता कुनै पनि ग्रह पितृहरूको कारणले गर्दा कुनै रुकावट हुँदैछ भने त्यसमा हजुरले हामीलाई वंशवृद्धि गराइदिनु होला र जसका सन्तानहरू छन् उहाँहरूले सन्तानलाई दीर्घायु गराइदिनुहोस्, आरोग्य गराइदिनुहोस्। प्रार्थना यही, नहुनेहरूले हुनको लागि, उनीहरूले उनीहरूको सद्बुद्धिको लागि। हाम्रा पनि सन्तानहरूले सत्सङ्ग श्रवण गरून्, सदाचारको पालन गरून्, धर्मशील बनुन्, योग्य बनुन्, भगवत भक्त बनुन्। हाम्रो वंश केवल वंश मात्रै नबढोस्, हाम्रो वंशमा धर्म बढोस्, भक्ति बढोस्, संस्कार बढोस् भनेर आफ्ना सन्तानको लागि पनि प्रार्थना गरिदिनुहोस्। र यसरी भगवानको सेवा पूजा आराधना गरे पछाडि अनि एकादशी, यो श्रावण मासको शुक्ल पक्षको एकादशी भदौ महिनामा परे तापनि चतुर्मासको एकादशी हो। चतुर्मासका एकादशीको विशिष्ट महत्त्व र महिमा छ। तुलसी रोपेका हुन्छौँ हामीले, हरिशयनी एकादशीका दिन हरिबोधिनी एकादशीसम्म तुलसी रोप्नेहरूले तुलसीको गमलामा मठमा गएर साँझको समयमा बत्ती प्रज्वलन गरिदिने, तुलसी रोप्नेहरूले तुलसीको मुठ हुनेहरूले बिहानको समयमा थोरै जल चढाउने, तुलसीको फेदमा चन्दन दिने, पातहरूमा बडा प्रेमले पवित्र अष्टगन्धक चन्दनहरू जुन रहेका छन् लगाउने, त्यस पछाडि फुलहरू अर्पण गर्ने, तिल अर्पण गर्ने, जलहरू थोरै अर्पण गरेर परिक्रमा गर्ने ठाउँ छ भने परिक्रमा गर्ने, नभए प्रार्थना गर्ने। सन्ध्यामा तुलसीको मठमा जरुर दीप प्रज्वलन गर्ने, बिहान नगरे पनि सन्ध्याको समयमा हरे राम राम राम